नारायण गुरुदेव ओम नमो नारायण। आज चाहिँ हामी सुरुङ्गामा सत्सङ्ग गर्ने क्रममा हाम्रा आदरणीय भगवान जस्ता भगवान रूपी बुवा उमेर पनि उहाँको एकदमै लामो, हामी त पुग्छौँ पुग्दैनौँ थाहा छैन। नमस्कार बुवा, मेरो नाम भोजराज शर्मा। हजुरको शुभ नाम? मेरो कैलाश कार्की। कैलाश कार्की। यस्तो पनि हुनुपर्छ। अब 84 मा टेक्न खोज्दैछु। हजुर हजुर। अब धर्म भित्र का पछाडि नकुद, धर्मका पछाडि कुद्नका लागि तिमी सबै बुद्धि लगाएर गोठालो बना। हजुर हजुर। गोठालो बना। अब गोपालक भनिन्छ नि। अब गोठालो गाई पाल्नेलाई गोपाल भने सबै भन्नुपर्ने कतै ठेकीमा कति राख्छ गोठालोले बिर्को लाउँछ अनि नातो बान्छ, किनभने झिँगार त त्यो ठेकीको छातामा नबस्नु गर्छ। भोलिपल्ट मही पार्छ, आउँछ घिउ जब पाइसकेपछि त्यो त्यस्तो प्रेमले बाँधेर खाएको मही लगाएर फ्याँकिदिन्छ। कौवा डुँडमा हालिदिन्छ, भैँसीले पनि खान्छ, गाईले पनि खान्छ, कौवा खुट्टा जेले पनि खान्छ। तिमी गोठालो बना। उसले किनभने गोठालो खोजेको 7 तत्त्व घिउ त्यो पाएपछि सक्यो। घिउ प्रेमले राख्छ, हर प्रेममा अरू सबै फ्याँकिदिन्छ। यो पहेँलो बस्दा लाउँदै दस्तैमा यसो पाइन्छ भनेर भन्नु पर्दैन। अनि कति कपाल पाले ध्रुवले कति राम्रो कपाल पाले भनेपछि गोठालो चाहिँ सबैभन्दा राम्रो। गोठालो पुगिहाल्छ। हाम्रो सत्सङ्गमा अब यस्तो छ। आज हामी यहाँ आछौँ खड्का दाइकोमा। हाम्रो